नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी फालेलु गाउँपालिकाको 4 राते भन्ने ठाउँमा टुरमा आएको छौँ र आउँदाखेरि यहाँदेखि मैले एउटा हाम्रो नेपाल र भारतको सिमानामा गाडिएको एउटा जङ्गल पिलर, यहाँ चाहिँ 55 अनि 4 लेखेको छ मुनि। 55-4 मेरो विचारमा चाहिँ 55 नम्बरको पिलर हुनसक्छ। यता देखिएको भनेको इन्डियाको भाग हो अनि यो पिलर चाहिँ एकदम कमजोरी छ, हल्लिरहेको छ यहाँनिर हैन, एकदम हल्लिन्छ। तर नेपाल सरकारले कुनै वास्तै छैन, कहाँनिर सिमानामा के भइरहेछ भन्ने वास्तै गर्दैन। यता इन्डिया भारतपट्टि भनेको चाहिँ यहाँ माथि देखिरहेको छ आर्मी क्याम्प। यहाँनिर चाहिँ 6-7 जना आर्मीहरू बस्दो रहेछन्। सुन्नमा आएको चाहिँ 2-3 दिनमा फेरबदल भइरहन्छ अरे। तर यता देखिएको नेपालको भाग हो। यो नेपालको भागमा चाहिँ नेपाली समुदायको बसोबास नभएको ठाउँ रहेछ। यहाँनिर एउटा घर छ, यो घरमा चाहिँ टुरिज्म पोइन्ट, यसमा चाहिँ टुरहरू गर्ने आउने बस्ने खाने खाजा खाने ठाउँ। तर नेपाल सरकारलाई भनेको कुनै वास्तै छैन के। यति राम्रो प्राकृतिकले दिएको सुन्दरतालाई पनि व्यवस्था गर्ने सरकार अनि ठुल्ठुला कुर्सीमा बसेर ठुल्ठुला गफ दिन्छन्, हामी सिङ्गापुर बनाइन्छौँ, स्विजरल्यान्ड बनाइन्छौँ भनेर। तर नेपालभित्रै यति धेरै सुन्दरताले भरिभराउ देश, प्राकृतिकको सुन्दरताले भरिभराउ देशलाई, आफैमा सुन्दरताको धनी देशलाई हामीलाई सिङ्गापुर स्विजरल्यान्ड बनाइदिन्छौँ भनेर ठुल्ठुला गफ दिएर बस्ने कुर्सीमा पुगेका नेताहरू धेरै देखिएका छन्। धेरै चिसो यो ठाउँ, त्यही भएर हेलमेट लगाइरहेको छु, टाउको धेरै दुखेर। अब यति सुन्दर हाम्रो नेपालको भूभाग जो कि व्यवस्था भइरहेको छ, ओझेलमा परिरहेको छ, सरकारको नजर छैन यसमा, दुःखको कुरा। तर इन्डियाको भनेको आर्मीहरू यसरी आएर काम गरिरहेछन्, यहाँनिर तार टाँगिरहेछन्, के गर्दैछ के को लागि थाहा भएन। तर नेपाल सरकारले भनेको व्यवस्था नभएको अवस्था, वास्तै नभएको अवस्था, दुःख लाग्छ, दुःखको कुरा। अब के भन्नु, हाम्रो सरकारलाई सम्बन्धित निकायले ध्यान केन्द्रित गरोस्। यो भनेको यो पिलर पनि धेरै कमजोरी छ। हाम्रो सरकारले नेपाल र इन्डिया बेटी रोटीको सम्बन्ध छ भन्दा पनि यस्तो सिमानाहरू